हेलो हाई गाइस नमस्ते म राजकुमार। आज म छोटो भिडियो बनाउन गइरहेको छु। डाँडाटोल रानीपाटलदेखि नागेसम्मको यात्रा गर्दैछु। त्यसै क्रममा एउटा भिडियो बनाउन गइरहेको छु। हाम्रो बाटो साङ्ग्रो भएको ठाउँमा खनिएको छ, नाली भन्दैछ। नाली भनेपछि पिच हुने हो। म तपाईहरुले देखाउन गइरहेको छु। तपाईहरु हेरेर पक्कै पनि साथ दिनुहुन्छ भन्ने पक्कै पनि आशा लागेको छ। छोटो ब्याकग्राउन्ड गाउँको भिडियो पनि निकालेको छु जुम गरेर। त्यसै क्रममा नआए गइसकेपछि डाम्री काटेको भिडियो पनि निकाल्ने नै छु, तपाईहरु हेर्न सक्नुहुन्छ। हजुर दी मीटिंग ada atau ya भालो गरेर ल यो यता राख मैले नि बाटो जाम्ला कि तल्लो बाटो साइड में लग पूरा भिडियो निकाल नहीं ठ्याक्कै चाहिँ म चाहिँ अहिले गाउँको ब्याकग्राउन्ड निकाल्दै छु। तपाईहरु हेर्न सक्नुहुन्छ। मैले जुम गरेर थोरै निकालेको छु। चाहिँ म भन्दाखेरि ठ्याक्कै भिरकुनाको माथि बाटो ढिकमा छु। थोरै गाउँको ब्याकग्राउन्ड भिडियो निकाल्न गइरहेको छु। तपाईहरु हेर्न सक्नुहुन्छ। आसर तो 1 घंटा तो भाग गया नीचे।
अहिले चाहिँ म ठ्याक्कै आइपुगेको छु नागेमा। नागेदेखि अब म देखान गइरहेको छु काँटे। थोरै भिडियो निकाल्दैछु काँटेको। अनि त्यसपछि चाहिँ यता देखिने चाहिँ डाम्री हो। म जुम गरेर निकाल्न गइरहेको छु, तपाईँहरू हेर्न सक्नुहुन्छ। खासै क्लियर चाहिँ आएको छैन। के छ आरामै हुन्छ। मैले ल गाइस, आजको यात्रा यहीँसम्मको। म चाहिँ ठ्याक्कै नागे आइपुगेको छु। यो चाहिँ देखिने भन्दा अनि पारीको डाम्री ठ्याक्कै यताको चाहिँ काँटे। भिडियो हेरेर लाइक कमेन्ट सेयर फलो गर्नु नभुल्ला। साथसाथै नौबनी अफिसियल 5 युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न नभुल्ला। साथसाथै बेल आइकन पनि दबाइनुला भन्न चाहन्छु। हस् त नमस्ते, तपाईँ हेर्दै जानुहोस्। म चाहिँ यस्तै यस्तै भिडियो लिएर उपस्थित हुँदै नै छु। Hi guys, bye guys.